यहाँ हाम्रो एउटा दिदीको चाहिँ तोरीको तेल कम निस्किया रहेछ र पिना सुकाएर फेरि पेल्न मिल्छ कि मिल्दैन भनेर भन्नुभएको छ होइन। यसको लागि चाहिँ अब एक्सपर्टसँग हामीले सोध्नुपर्ने हुन्छ। आउनुहोस् बुझौँ एक्सपर्ट। एकचोटि पेलेर तेल सकेको पिना फेरि पेलेर तेल निकाल्नु मिल्दैन। एकचोटि पेलेर सकेपछि गयो त्यो। गइसक्यो हो। गइसक्यो। त्यो फेरि आज बिहानको बेलुका नि गर्न मिल्दैन थियो। मिल्दैन। बिहान पेलेको बेलुका पनि गर्न मिलेन। सुकेपछि गयो त्यसको भनेपछि त्यो गर्न मिलेन है। ए ल हजुरले बुझिसक्नुभयो होला है। तपाईँले तोरी तेल पेल्नु भएको छ र कम निस्किएको छ र पिना बेलुका अथवा अर्को दिन पेल्छु भन्यो भने त्यो मिल्दैन रहेछ। यहाँनिर हाम्रो दाइले भनिसक्नु भएको छ, एक्सपर्ट हुनुहुन्छ उहाँले। धेरै वर्ष भइसक्यो यो फिल्डमा काम गर्नुभएको, अनुभवले बोल्छ होइन। सो तपाईँले पनि त्यस्तो छ भने पिना पेलाएर केही काम छैन। बरु त्यहाँनिर जो चाहिँ चलाइरहनु भएको छ मिल उहाँलाई चाहिँ 2 चोटि 3 चोटि अझ 4 चोटि 5 चोटि हालिदिनु भनेर भन्नु होला है, तेल ननिक्लेसम्म। तर त्यो पिना हालेर चाहिँ तपाईँको तेल निक्लिँदैन है। यति कुरा चाहिँ तपाईँले बुझ्नु होला।